प्रसाद गर्न सक्ने सम्भावना रहेन। कमसेकम दैनिक रूपमा मैले घरमा बिहान र बेलुका पाञ्चायन पूजा नगरे पनि एउटा उदाहरण हालेँ। कमसेकम हिजोको चाहिँ परम्परा त यस्तो थियो नि, हिजो बाबुबाजेले यस्तो गर्दै हाम्रो संस्कार संस्कृतिलाई अगाडि बढाउँदै आएका थिए भन्ने कुरा। त्यो संस्कृति भन्ने बित्तिकै यावत एउटा एक किसिमले सभ्यता नै समग्र सभ्यता नै संस्कृति त्यसको हाम्रो खानपान होला, लगाउने कुरा होला, वेशभूषा होला, हाम्रो चाहिँ बोली होला, हाम्रो चाहिँ भाषा होला, हाम्रो चाहिँ लोकभित्र रहेका विविध एस्पेक्टहरू होला। तिनलाई कमसेकम व्यवहारगत रूपमा त हामी जगेर्ना गरेर राख्न सक्दैनौँ। यो ग्लोबल चाहिँ प्रब्लम हो। तैपनि भोलि 50 वर्षपछि हाम्रै बाबुबाजेले के गर्दा रहेछन्, कपडा कसरी बुन्दा रहेछन्, कसरी लाउँदा रहेछन्, हेयर स्टाइल के बनाउँदा रहेछन्, अथवा चाहिँ नि हिजो मनोरञ्जन के किसिमले गर्दा रहेछन् गाउँघरमा, पूजाआजाका बेलामा चाहिँ मनोरञ्जन गरिने र अन्य बेलाको मनोरञ्जनको प्याटर्न के हो, यावत कुराहरू नि। हिजो हाम्रा अग्रजहरूले चाहिँ शिकार खेल्थे, कसरी खेल्दा हुँदा भाँडाहरू चाहिँ बनाउँथे, अथवा चाहिँ भनौँ डोको नामल बनाउँथे। यी सबै कुराहरू त लोप भएर गएको छ हाम्रो घरबाट, हाम्रो सिपबाट। ती कुरालाई अक्षरमा रूपान्तरण गरेर यस्तै राखिदियो भने भोलि चाहिँ रुचि राख्ने संसारका जुसुकैले पनि हिजो त यस्तो रहेछ एउटा जानकारी दिन सकोस् भन्ने चाहनाले मात्रै सुरु गरेर र आजका दिनमा पनि कतिपय अवस्थामा चाहिँ हामीले आफै भनौँ न पकेटबाट चाहिँ खर्च गरेर पनि यस्तै गरी केका निम्ति भनेपछि सन्तुष्टिका निम्ति कमसेकम एउटा यत्रो किताबमा 60वटा चाहिँ विभिन्न क्षेत्रका चाहिँ विद्वान विदुषीहरूको चाहिँ लेख छ। त्यो लेखले के गर्छ भने भोलिका जेनेरेसनलाई मार्ग निर्देश गर्न सक्यो भने हाम्रो उपलब्धि त्यही नै हो। त्यस क्रममा हामीले विशेषतः क्षेत्रगत रूपमा त्यही क्षेत्रमा गएर त्यही क्षेत्रको भनौँ न लुप्त प्राय संस्कार संस्कृतिलाई चाहिँ नि लिपिबद्ध गरेर प्रकाशित गर्ने प्रयास गरेका छौँ। त्यस क्रममा हामी मेची पनि पुग्यौँ, महाकाली पनि पुग्यौँ, मधेस पनि पुग्यौँ, पहाड र हिमाल पनि विविध क्षेत्रमा पुग्यौँ। मलाई यो हाम्रो सरलाई मैले सरको नाम लिँदाखेरि साह्रै गौरव फिल गर्छु, धन प्रसाद सुवेदी सरको नाम। किनभने लास्ट इयर उहाँ त हामी सायद सातौँ वर्षको चाहिँ सङ्गोष्ठीका अवसरमा हामी सँगै थियौँ भोजपुरमा। गएको साल चाहिँ नि हामी झन्डै 14 दिनको कर्णाली क्षेत्रमा अनुसन्धान गरौँ, देखाउँ पढौँ, प्रकाशन गरौँ, त्यस्तै गरेर चाहिँ गोष्ठीहरू गरौँ भन्दै आएको सरले आत्मैदेखि यो त गर्नुपर्छ, मैले गर्नुपर्छ भनेर, अन्यथा सकेर अनि सरले आफ्नै मैले नै गर्नुपर्छ भनेर, अन्यथा अब अर्थ नलागेको छ, मैले नै गर्छु भने यही टेबलमा यसरी नै बस्छु विभिन्न साथीहरूलाई तपाईँले गर्नुपर्छ, तपाईँले यस किसिमले गर्नुपर्छ, प्लिज गरिदिनुहोस्, सहयोग गरिदिनुहोस् भनेर ठुलो सहयोग हामी चाहिँ संस्था त प्रज्ञा प्रतिष्ठान भयो, माध्यम चाहिँ सरको माध्यमबाट यो भयो। हामी असाध्यै लोकवार्ता परिषद नेपाल चाहिँ कृतज्ञ संस्थाप्रति छँदैछ, विशेष त व्यक्तिगत रूपमा चाहिँ हाम्रो सुवेदी सरप्रति। र त्यहाँ हामी सामान्यतया चाहिँ नि दसैँ र तिहार, दसैँपछि तिहारभन्दा अगाडि प्रायः स्कुल कलेजहरू बन्द भयो, त्यो बेला साथीहरूलाई बिदा भयो, अनि त्यसपछि गएर त्यो बेला गर्दाखेरि त्यहाँ जानुभन्दा अगाडि सरले फेरि हामी केही गरेर सरसँग गनगन गरेर सर लाइक माइन्डेड साथीहरूलाई दुःख दिने त हामीले होइन सर, अर्को वर्ष त अरू मैले जान्दैन, खोटाङ मात्रै गर्नुपर्छ। सुरुवातै सरबाट भएको थियो। पोहोर सालको हामीले चाहिँ नि त्यो विजया दशमीको पूर्णिमाको सायद दोस्रो तेस्रो दिन होला चाहिँ यो त त्यहीँबाट सुरु भएर हामी चाहिँ पूर्वतिर यो चाहिँ कमसेकम जहाँ जान्छौँ त्यो क्षेत्रको हुन्छ सर प्लिज म यसो गफ गरिदिन्छु, जहाँ जान्छौँ कमसेकम जस्तो हामीले यो बुक छ मधेस बेसिकली मिथिला अञ्चलको मिथिला क्षेत्रलाई हामी कन्सन्ट्रेट भएका छौँ।
त्यस्तै हामी एकचोटि चाहिँ नि रोल्पा प्युठान र रुकुममा केही हदसम्म त्यसलाई चाहिँ विशेषतः हामीले मगर संस्कार संस्कृतिको बारेमा त्यसमा विशेषतः त्यो चाहिँ सामग्रीहरू त्यहाँ राख्यौँ। यस गएको साल चाहिँ हामीले कर्णाली क्षेत्रलाई चाहिँ नि केन्द्रबिन्दुमा राखेर त्यहाँका विषयमा अध्ययन अनुसन्धान गर्नुपर्छ भनेर साथीहरूलाई अनुरोध गऱ्यौँ। विशेषतः त्यहीकै साथीहरूलाई र हामीले पनि सकेसम्म त्यहीको बारेमा किन अध्ययन नगर्ने, किन अनुसन्धान नगर्ने। र यसपटक चाहिँ नि अघि पनि मैले निवेदन गरेँ, हाम्रो सुवेदी सर मार्फत कमसेकम यो क्षेत्र जुन सल्लाह भन्नुभयो, यो चाहिँ किराँत शेर्पा लगायतको यो जुन 3टा जिल्ला छ, विशेष गरेर चाहिँ जसको चाहिँ यो सोलु, खोटाङ र चाहिँ नि ओखलढुङ्गा विशेषतः त्यसमा चाहिँ नि सकेदेखि चाहिँ नि कमसेकम उदयपुर पनि तान्न सक्ने सौभाग्यता होइन भने पनि त्यो 3टाको हाम्रो चाहना के भनेपछि त्यहाँ झन्डै लुप्त प्राय हाम्रा संस्कृतिलाई, भाषालाई, साहित्यलाई लिपिबद्ध गरौँ त्यहीँका साथीहरूले। किनभने म 4 दिन गएर बसेर त्यहाँको सभ्यता त बुझ्दिनँ, भाषा बुझ्ने कुरा पनि हुँदैन, संस्कृति बुझ्ने कुरा पनि हुँदैन। त्यहीका साथीहरूले त्यो प्रयास गर्नुभयो भने जीवन्त रहन्छ भन्ने मात्रै हाम्रो चाहिँ अनुरोध हो। जुन हजुरले चाहिँ अघि प्याटर्न के हो त जुन भन्नुभयो नि, अघि गेसा राख्नुभयो, प्याटर्न के हो भने हामीले यसैसँग सम्बद्ध यो क्षेत्रको बारेमा लेख्न चाहिँ नि लेख्नलाई हामीले हाम्रा साथीहरूलाई चाहिँ अनुरोध गरिसकेका छौँ। कतिपय लेख्नु होला नलेख्नु होला त्यो छ। अब प्याटर्न के भने हामीले पहिला चाहिँ नि आफ्नै किसिमले एउटा शैक्षिक संस्थाहरूसँग आबद्ध र सम्बद्ध भएर कार्यक्रम गर्थ्यौँ हामीले 3 वर्षदेखि। अहिले चाहिँ नि पालिकाले चाहिँ नि अलिकति अग्रणी भूमिका, वडाले अलिकति अग्रणी भूमिका भएका कारणले उहाँहरूसँग सहयोग लिएर उहाँहरूको सहयोग र उहाँहरूको संलग्नतामा यो प्रोग्राम गर्ने त्यसैले कमसेकम आवश्यक पर्छ भने साथीहरूसँग सल्लाह गरेर ती क्षेत्रका प्रतिनिधिज्यूहरूसँग, ती क्षेत्रका विद्वान विदुषीहरूसँग एकचोटि त्यही ठाउँमा किन नभेट्ने त? हामी यस्तो हो है, वास्तवमा एकाडेमीले अथवा राज्यले गर्ने काम हामीले प्रयास गरेका छौँ, के गरेका छौँ त्यही छ होइन। त्यो त बिस्तारै त्यो छ, त्यसबारेमा छलफल होला, एकाडेमिक डिस्कसन त्यसको आवे पनि होला, तर गर्दै किन नजाने त भनेर एउटा त्यो गरेका छौँ। त्यस कारणले हामीले कमसेकम एकचोटि 2 जना 4 जना कति हुन्छ त्यहीँ गएर सम्बद्ध चाहिँ नि भनौँ न पालिकाका प्रमुखहरू अथवा लगायत कसलाई हुन्छ विद्वान विद्युतसँग भेटेर हामी यो हो, उद्देश्य यो हो र हाम्रो अपेक्षा चाहिँ यो हो भनेर उहाँहरूलाई चाहिँ भन्न पायो भने एउटा कुरा। दोस्रो कुरा, जहाँसम्म लेख्ने कुरा छ, लेख्ने कुरा कमसेकम अब गाउँमा भनौँ न विश्वविद्यालयका प्रोफेसरहरू जस्तो सबै त्यो लेभलको त हुँदैन नि। गाउँमा एकजना गीत गाउने बुढो मान्छे अथवा बुढी मान्छे हुनुहोला, उहाँले गीत सबै जान्नुहुन्छ, लेख्न त आउँदैन, अथवा उहाँले भोगेका कुराहरू त सबै थाहा छ, बोल्न सक्नुहुन्छ तर लेख्न त आउँदैन, नआउन सक्छ। त्यस्तो भयो भने पनि हामीले सघाउने गरिकन कमसेकम मिनिमम यो किसिमले चाहिँ हाम्रो फर्मेटमा यो किसिमले त्यो पेपरहरू आइदिए कति जाति हुँदो मात्रै भन्न खोज्यो। जाति हुँदो भने अब जाति भएन भने के हुन्छ, हामी त छौँ नि, फेरि हामी सघाउँछौँ सकेसम्म हाम्रो यो किनभने यो संसारभरि जान्छ नम्बर 1 र नम्बर 2 चाहिँ विश्वविद्यालयमा पढाइ गर्ने यो किताबका विषयहरू चाहिँ। त्यस कारणले कमसेकम अलिअलि त्यसलाई पनि अलिकति चाहिँ सम्बोधन गर्नु पर्यो। त्यसको मतलब चाहिँ कि विश्वविद्यालयमा पढ्ने भएर विश्वविद्यालयका मान्छेले मात्र लेख्ने त हुँदै होइन। हो के भने जोसँग ज्ञान छ, अनुभव छ, उहाँले लेख्ने कुरा। त्यसैले हामी एकचोटि त्यो पनि सुनाउनुलाई यसरी लेख्न पाए हुन्थ्यो भन्ने सुनाउनुलाई पनि एकचोटि चाहना राख्छौँ। र विशेष गरेर चाहिँ हामीले असार मसान्तसम्म चाहिँ नि एउटा ड्राफ्ट विषयगत रूपमा चाहिँ एउटा ड्राफ्ट आइडिया हुँदो, ताकि हामीले पनि हेरेर हामीले नजानेको भए उहाँहरूसँग सल्लाह गरौँला, हामीले अलिक बढी जानेको भए उहाँलाई सल्लाह दिउँला। एउटा बेटरमेन्टको एकाडेमिक बेटरमेन्टको निम्ति हामी त्यो गर्छौँ। र चाहिँ नि
त्यो चाहिँ नि फाइनल भएर आइसकेपछि विशेष गरेर चाहिँ साउनमा त्यो फाइनल भएर आइन्छ। दसैँभन्दा अगाडि चाहिँ त्यो हाम्रो हातमा पर्दैन। कमसेकम जाने बेलामा कमसेकम एउटा चाहिँ नि कसले के विषयमा लेख्नु भएको छ र त्यसको सिनाप्सिस सानो 100-150 शब्दमा त्यसको सिनाप्सिस चाहिँ हामीले चाहिँ तयार गरेर एउटा चाहिँ नि बुकलेट जस्तो सबैले हामीले बाँड्न सक्छौँ। यो किताब सबैलाई दिन कति सक्ला भनेर त्यो चाहिँ तयार गर्न पनि हामीलाई आवश्यक हुने र जानेको अघि हाम्रो हामी काठमाडौँबाट अथवा काठमाडौँ बाहिरबाट जाने साथीहरूलाई लैजाने र फर्काएर ल्याउने हामीले गरेका छौँ। हामीले गरेको भनेको ल तपाईँ हुनुहुन्छ ल अब यति पैसा त तपाईँ कन्ट्रिब्युट गर्नुपर्छ भनेर यो फेरि व्यक्तिगत रूपमा सामूहिक रूपमा अनि त्यहाँ बसेर त्यहाँ के त हामीलाई भनौँ मेचीदेखि महाकालका विद्वान र विद्वानहरू हुन्छ उहाँलाई तपाईँको चाहिँ नि क्षेत्र पालिका भनौँ न को चाहिँ इम्पोर्टेन्स के हो, हिस्टोरिकल इम्पोर्टेन्स के हो, कल्चरल इम्पोर्टेन्स के हो, टुरिस्ट पोइन्ट अफ भ्यूमा टुरिज्मको हिसाबले चाहिँ के हो लगायत के हो त त्यो चाहिँ तपाईँको चाहिँ पुरानो कल्चर के थियो कस्तो थियो भनेर झाँकीहरू प्रदर्शन गर्ने भिजिट गराउने र त्यहाँ चाहिँ यो एकाडेमिक सेसनलाई एक्टिभली त्यहाँका साथीहरूलाई संलग्न गराउने र उहाँहरूबाट हामीले सिक्ने केही हामीले बढी जानेका रहेछौँ भने हामीबाट उहाँहरूले सिक्ने यो चाहिँ यही नै पद्धति र तरिका हो। मलाई पनि यो प्लिज अहिले पनि तपाईँ अहिले पनि अन्धाधुन्दा बोल्दो रहेछ जस्तो लागेको छ कि अलिकति समग्रमा यता राख्नुहुन्छ यो हामीले चाहिँ के अपेक्षा गरेको छौँ भने खालि अपेक्षा मात्रै यही हो उयो हो भन्ने कुराहरू केही पनि गरेको छैन। अब पहिलो नम्बर चाहिँ 14औं सम्मेलन गर्ने भनिसकेपछि कहाँ गर्ने भन्ने विभिन्न छलफल भयो। त्यो छलफल गर्दाखेरि चाहिँ खोटाङमा मात्रै गर्ने भनेको र हामीले चाहिँ फेरि अलिकति के जिद्दी गऱ्यौँ भने होइन खोटाङ मात्रै किन गर्ने, सोलु त छुट्यो होइन, के अरे सोलु छुट्यो, सोलु पनि शेर्पाको त्यतिकै महत्त्वपूर्ण ठाउँ हो। एकातिर हो भने अर्को पर्यटकको दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण हो। अर्को हो त्यो छुट्यो, धेरै कुराले महत्त्वपूर्ण त्यसमध्येमा सोलु छुट्यो। सोलु छुट्यो भने ओखलढुङ्गा पनि किन छुटाउने, अनि ओखलढुङ्गा छुट्यो भने फेरि उदयपुर पनि छुट्यो, उदयपुर पनि किन छुटाउने, त्यसो भए 4वटा किन जिल्ला किन नगर्ने भन्ने भयो। र समस्या के हो भने उदयपुरको चाहिँ बेली ब्रिज मात्रै छ अहिले तत्कालैको लागि, भएको पुल बकाएपछि त्यो भएकोले गर्दा एकिनै गरेर हामीले भन्न सकेनौँ हुन्छ या हुँदैन। त्यो पछि त्यसको चाहिँ पछि त्यो बेली ब्रिजले नै निर्धारण गर्छ। तर अहिले चाहिँ हामीले के गरौँ त भनेर भन्दाखेरि चाहिँ यो 3वटा जिल्लामध्येमा चाहिँ अलिकति प्रायोरिटीको आधारमा र बर्खाको समय पनि अहिले दसैँ चाहिँ बर्खा पनि पर्ने भएकोले गर्दाखेरि सम्भावित घटनालाई पनि ध्यानमा राख्दै पिच बाटो भएको अथवा कम्तीमा नै बाटो तुरुन्तै बिग्रिहाल्छ भन्ने अपेक्षा नभएको भन्दा राम्रै हुन्छ भन्ने अपेक्षाले गर्दा चाहिँ हामीले चाहिँ तत्कालैको लागि चाहिँ उदयपुर पनि जोड्ने चाहिँ हो, तर त्यो चाहिँ अवस्था हेरेर। तर अहिले तत्कालैको लागि चाहिँ सोलु, ओखलढुङ्गा र खोटाङ गर्ने भन्ने हामीले अपेक्षा गरेको छौँ। त्यसमा हामीले यही नै गर्ने, यो नै गर्ने, त्यही नै गर्ने भनेर चाहिँ हामीले पूर्ण रूपमा गरिसकेको छैनौँ। किन हामी प्रारम्भिक छलफल छ, कसरी गर्न सकिन्छ, कसलाई समेट्न सकिन्छ, कसरी जाने भन्ने हामी त्यसमै छौँ। तर हामीले एउटा टेन्टेटिभली कन्सेप्ट चाहिँ के छ भने हामीले 7 दिन 7 रातको बनाएको छौँ। 7 दिन 7 रातको बनाएको छौँ। एउटा त्यो 7 दिन 7 रात मध्येमा त्यो एउटा हो भने हामीले अपेक्षा चाहिँ के गरेको छौँ भने कहाँ गर्ने भन्दाखेरि चाहिँ एउटा चाहिँ यो मुक्ली होइन, अब सोलुको मुक्लीमा गर्ने भन्ने अपेक्षा त्यो जिल्लाको केन्द्र ती हो।
त्यहाँ ओगानेम दरबार त्यही छ। त्यो ओगामेन दरबारमै कार्यक्रममै ओगामेन दरबार नै गर्ने भन्ने हो। करिब 18-19 किलोमिटर पर्छ। अनि नजिकै पर्छ। हजुर गाडी जान्छ। अब त्यहाँ जानुको 18-19 किलोमिटर त्यहाँ बाटो चाहिँ अपेक्षाको त्यहाँ पुग्नको लागि चाहिँ हामीले काठमाडौँबाट सोलु पुग्नको लागि अनुमानित 10 घन्टा जति राख्यौँ मुगली पुग्न। अनि त्यो मुगलीबाट फेरि हामी चाहिँ फर्किएर चाहिँ सल्लेरीमा आउने अपेक्षा गऱ्यौँ। त्यो सल्लेरीमा आउनुको लागि चाहिँ त्यस्तै 1.5 घन्टा जति लाग्छ होइन। त्यसपछि सल्लेरीबाट चाहिँ हामी यो सिद्धिचरण ओखलढुङ्गामा आउने अपेक्षा गरेको छौँ होइन। अनि सल्लेरीबाट ओखलढुङ्गामा आउनको लागि चाहिँ टेन्टेटिभली 2 घन्टा जति लाग्छ। अनि ओखलढुङ्गाबाट हामी सिद्धिचरणबाट मानेभन्ज्याङ झर्न खोज्यौँ। त्यहाँ चाहिँ आधी घन्टा 45 मिनट जति लाग्छ। अनि अब त्यसो भए के गर्ने त भन्दाखेरि अनि सल्लेरी मानेभन्ज्याङबाट चाहिँ हामी यतापट्टि हलेसीमा जाने अपेक्षा गरेको छौँ। अनि हलेसीबाट चाहिँ हामी दिक्तेल जाने अपेक्षा गरेको छौँ। र दिक्तेल बाटो गइसकेपछि हामी चखेवा पुग्ने अपेक्षा गरेको छौँ। र सम्भव भयो भने चखेवाबाट चाहिँ हिँड्दै जाँदा चाहिँ 1.5 घन्टा लाग्छ। गाडी गयो भने चाहिँ 20 मिनटमा पुग्छ। माथि टेन्के पनि अपेक्षा गरेको छौँ होइन। टेन्के पनि अपेक्षा गरेको छौँ। अब त्यसो भए के गर्ने त कहाँ गर्ने त भन्दाखेरि चाहिँ सल्लेरीमा के अरे मुगलीमा 1 दिन गर्ने। अनि मुगली गरिसकेपछि मुगली गर्छौँ। अनि मुगलीमा हामी बास बस्छौँ। अनि मुगलीमा बास बसिसकेपछि यहाँबाट जान्छौँ मुगलीमा बास बस्छौँ। मुगलीमा बास बसिसकेपछि त्यहाँ दिनभरि कार्यक्रम गर्छौँ भोलिपल्ट। र भोलिपल्ट त्यहीँ बस्छौँ अनि त्यसपछि किन हामी त्यहाँ बस्छौँ भन्दाखेरि उद्घाटन पनि हुने र कार्यक्रम पनि अलिकति त्यो भिजिट वर्कको पनि त्यहाँ भएको र त्यहाँको पालिका अध्यक्षले पनि अलिक बढी इन्ट्रेस्ट देखाउनु भएको वडा अध्यक्षले पनि। र त्यहाँको प्रज्ञा प्रतिष्ठानको कुलपतिले पनि अपेक्षा अलिक बढी गर्नुभएकोले गर्दाखेरि त्यहाँ 1 रात त्यहाँ 2 रात गएको रात र अर्को कार्यक्रम गरेको रात 2 रात बस्ने। अनि त्यसपछि चाहिँ बिहान सल्लेरी जाने। अनि सल्लेरीमा कार्यक्रम गर्ने। अनि सल्लेरीमा हामीले त्यसो गर्दा मुगलीमा 7 घन्टा जति हामी रहन्छौँ भने सल्लेरीमा आएर हामी 6 घन्टा जति रहन्छौँ। अनि सल्लेरीमा बसेपछि फेरि सल्लेरीमा बस्छौँ। सल्लेरीमा बसेपछि हामी 6 घन्टा जति बसेर कार्यक्रम गर्छौँ र त्यहाँ हामी त्यहीँ बस्छौँ। त्यसको भोलिपल्ट चाहिँ हामी यता यो ओखलढुङ्गा सिद्धिचरण झर्छौँ। सिद्धिचरणमा हामी कार्यक्रम गरेर सिद्धिचरणमा पनि 6 घन्टा जति हामी बस्छौँ ओखलढुङ्गामा। त्यसपछि त्यहाँ 1 रात बस्छौँ र 1 दिन बस्छौँ। त्यहाँबाट भोलि बिहान हामी मानेभन्ज्याङ झर्छौँ। मानेभन्ज्याङमा हामी धेरै बस्दैनौँ। हामी त्यहाँ चाहिँ हामी 4 घन्टा जति मात्रै बस्छौँ। अनि त्यहाँबाट हामी लगभग 3 बजेतिर हिँडेर हामी हलेसीमा बास बस्ने अपेक्षा गरेको छौँ। अनि हलेसीमा बास बस्ने गरेका छौँ। हलेसीमा हामी करिब 6 घन्टा जति बस्छौँ। 6 घन्टा जति कार्यक्रम चाहिँ बस्छौँ। हामी बस्छौँ भने नाइटको कुरा गरेका छैन, खालि कार्यक्रमको अपेक्षा मात्रै गरेका छौँ। त्यहाँबाट हामी दिक्तेल जान्छौँ। दिक्तेलमा चाहिँ हामी अपेक्षा गरेको चाहिँ के छ कसो छ थाहा छैन। हामीले चाहिँ 2 दिन गरेर 14 घन्टा हामी कार्यक्रममा अल्मलिन्छौँ भन्ने हामीले अपेक्षा गरेको छौँ। 2 दिन गरेर होइन। 1 दिन गएको दिन हलेसीबाट जान्छौँ। अनि हलेसीबाट दिक्तेल पुग्छौँ। दिक्तेलमा बास बस्छौँ। अनि त्यसपछि भोलि कार्यक्रम गर्छौँ। कार्यक्रममा 3 दिन बस्छौँ। अनि भोलि 2 दिन बस्छौँ। हलेसीमा कार्यक्रम गरेर दिक्तेल गरेर बस्छौँ होइन। त्यसो अपेक्षा गरेका छौँ है। अनि त्यसपछि दिक्तेलमा त्यो नामसँग छ र दिक्तेलबाट हामी
त्यहाँबाट चाहिँ चखेवा जान्छौँ। दिक्तेलबाट हामीलाई चखेवा जानु लगभग 3 घन्टा जति भन्नु भने डिटेलबाट कहाँ चखेवा जहाँ त्यो मुन्दुम ट्रेलको पनि छ। अनि त्यहाँ हामी चखेवामा हामी करिब 6 घन्टा जति बस्छौँ कार्यक्रममा रहेर। अनि सम्भव भयो भने चाहिँ हामी गाडी नै माथि जान्छ भनेको छ होइन। बाटो पेलेको छ, गाडी मजाले जान्छ भनेको छ अहिलेको अवस्थामा। त्यो बेलामा चाहिँ जान्छ कि जाँदैन थाहा छैन होइन। त्यहाँबाट हामी टेन्टै जान सक्छौँ भन्ने अपेक्षा हो। अनि चखेवाबाट चाहिँ हामी चखेवाबाट चाहिँ हामी सिधै काठमाडौँ आउँछौँ। हामीलाई काठमाडौँ आउनुलाई करिब हामीलाई 10 घन्टा लाग्छ। यसरी गरेर हामीले चाहिँ गाडीमा हाम्रो यात्रा र कार्यक्रम गर्दा चाहिँ गाडीमा चाहिँ हामी 31 घन्टा 45 मिनट हिँड्छौँ भन्ने अपेक्षा गरेको छौँ। यो चाहिँ 7 दिन 7 रातमा चाहिँ 31 घन्टा 45 मिनट हिँड्छौँ भन्ने अपेक्षा गरेको छौँ। यो खालि टेन्टेटिभली अपेक्षा मात्रै, यो फाइनल होइन। यो सबै संशोधन गर्न सकिन्छ। र यसमा हामीले अर्को पनि अपेक्षा, कार्यपत्र चाहिँ कस्तो हुने भनेर अपेक्षा गरेको छौँ भन्दाखेरि प्रत्येक पालिकाबाट कम्तीमा चाहिँ 10वटा कार्यपत्रको चाहिँ हामीले अपेक्षा गर्ने। त्यति आउन पनि सक्छ, नआउन पनि सक्छ, तर कम्तीमा त्यति आइदियो भने अपेक्षा भन्ने राख्यो। जस्तै मुगलीबाट 10वटा, अनि मुगली यो थुलुङ दुधकोसीबाट 10वटा, थुलुङ दुधकुण्डाबाट 10वटा, सिद्धिचरणबाट 10वटा। हजुर हुन्छ। अनि त्यसपछि मानेभन्ज्याङबाट 10वटा, हलेसी तुवाचुङबाट 10वटा, दिरुम भनेको दिक्तेल रूपाकोटबाट 10वटा, साकेलाबाट 10वटा अपेक्षा गरेको हो। यो चाहिँ त्यो बाहेकको अर्को पालिका, त्यसको छिमेकीको पालिकाहरूबाट पनि केही आउन सक्छ र यहाँबाट पनि 10वटा नआउन सक्छ। त्यो यतापट्टि हो। यसरी गरेर चाहिँ स्थानीय स्तरबाट 80वटा कार्यपत्रको अपेक्षा गरिएको छ। र यताबाट काठमाडौँबाट जानेहरूमा चाहिँ यसपालि पनि हामी विदेशीसँग पनि कुराकानी गरिरहेका छौँ। पहिला पनि थियो नेपालको र विदेशको, विशेष गरेर केही अमेरिकाको, केही यो हाम्रो लाइप्जिग विश्वविद्यालयको प्रोफेसरहरूसँग पनि हामी किपिङ टचमै छौँ होइन। जर्मनी गरेर चाहिँ हामीले अपेक्षा चाहिँ 50वटा अपेक्षा गरेको छौँ। र यसरी गर्दाखेरि जम्मी चाहिँ हाम्रो कार्यपत्र चाहिँ 120वटाको हामीले अपेक्षा गरेको छौँ। त्यसमध्येमा तलमाथि केही भइहाल्यो भने पनि सम्भावित कार्यपत्रहरू भनेको चाहिँ 90वटा चाहिँ कम्तीमा नघटोस् भन्ने हाम्रो अपेक्षा हो। त्यसरी गर्दा धेरैभन्दा धेरै चाहिँ स्थानीय कार्यपत्रहरूलाई फोकस गरौँ भन्ने अपेक्षा छ। अनि यो साथसाथै अब के गर्ने त भन्दाखेरि झाँकीमा चाहिँ हरेक ठाउँमा हामीले चाहिँ कम्तीमा 3वटा समुदायको अपेक्षा गरेको छौँ होइन। विशेष गरेर ओगामेन दरबार चाहिँ यो मुक्लीमा चाहिँ हामीले थुलुङहरूको अपेक्षा गरेका छौँ। त्यहाँको राई कम्युनिटीहरूलाई पनि हामीले ग्रुमिङ गरिरहेका छौँ भनिराखेको छौँ। त्यसै गरी हामीले यो यता मेन अनि उनीहरूको वासहरू छ थुलुङको थुलुङ कुलुङहरूलाई अपेक्षा गरेका छौँ। यतापट्टि एउटा सल्लेरीमा हामीले शेर्पाको झाँकी लोक प्रदर्शनीहरूको हामीले अपेक्षा गरेका छौँ। त्यसैपछि ओखलढुङ्गा मानेमा चाहिँ बाहिङ र वाम्बुलेको हामीले अपेक्षा गरेको छौँ। नेवारको पनि हुनसक्छ होइन, अपेक्षा गरेको छौँ। अनि हजुर अनि त्यसपछि अब हामीले दिक्तेलमा चामलिङ राईहरूको चामलिङ भन्दा पनि तिलुङहरूको भए राम्रो भनेर अपेक्षा गरेको। के अरे हलेसीमा चाहिँ हामीले तिलुङको भए राम्रो भन्ने हामीले अपेक्षा गरेको छौँ होइन। अनि त्यहाँको पालिका प्रमुख पनि तिलुङै हुनुहुन्छ, जसको कारणले गर्दा तपाईँको जसरी ल्याउनु पर्यो भनेर पनि जुन तिलुङ चाहिँ नेपालमै के लोपोन्मुख जाति हुन्
होइन धेरैले सुन्नु पनि भएको छैन अब भाषी भन्नु भाषी अब जाति भाषी उनीहरूले आफूले जाति भन्छन् होइन भाषी हो अनि जाति जाति भन्छ भन्दा जाति भन्दैन भाषी अब उनीहरूले त्यसलाई पनि अपेक्षा गरिएको छ होइन तिलुङको अनि माथि दिक्तेलमा चाहिँ चामलिङको हामीले झाँकीहरू अपेक्षा गरेको छौँ सामने पनि गर्छ भने यदि हामी राम्रो हुन सकियो सम्भव भयो भने चक्सेबामा चाहिँ हामी तब भोजपुरे बान्तावाहरूबाट पनि को अपेक्षा गरेको छौँ र यदि हामी जान सक्यौँ भने माथि टोकियोमा जान सक्यौँ भने चाहिँ अलिकति टाइम चाहिँ लाग्छ त्यसले होइन जान सकिन्छ अनि गाडीदेखि 20 मिनट होइन पैदलबाट 1.5 घन्टा जो जान सकिन्छ स्वास्थ्यले साथ दिने जान्छ त्यहाँबाट गयो भने चाहिँ धरानहरू हेर्न पाइने धरानहरू तलतिर मौसमले कतिको साथ दिन्छ होइन भन्ने अनि त्यो अपेक्षा छ यो चाहिँ एउटा हामीले टेन्टेटिभ यसो गर्न सकिन्छ कि भन्ने हामीले अपेक्षा गरेको छौँ यो ठ्याक्कै यही नै हो तर एउटा यो रोल मोडल चाहिँ हो अब त्यसो भए के गर्ने त अब हामीले अपेक्षा चाहिँ यति गऱ्यौँ त्यसो भए के गर्ने त भन्दाखेरि खोटाङमा हाम्रो माननीय हाम्रो चाहिँ धर्मप्रसाद सुवेदीज्यूले चाहिँ सदस्य सचिवज्यूले चाहिँ त्यसलाई के भन्छ अभिभावकत्व गरिदिइराख्नु भएको छ होइन उहाँले अब यसमा अझै कति थप्नुपर्छ होइन अरू छुटेको कुराहरू पनि होला त्यसमा केही थप्ने चिजहरू छन् त्यो थप्नु पर्नेछ केही बढी होला त्यो पनि घटाउनु पर्नेछ उहाँले हेर्नुहुन्छ त्यसै गरी अब ओखलढुङ्गामा हाम्रो गणेश सर हुनुहुन्छ अनि गणेश सरले चाहिँ यसमा थप्ने घटाउने चिजहरू पनि गराउनु हुनेछ त्यसै गरी सोलुमा अब हाम्रो आनन्दजीहरू हुन्छ अनि अरू हाम्रो यतापट्टि यो के अरे हाम्रो मुगलीको हाम्रो महेन्द्रजी पनि एकदमै एक्टिभ हुनुहुन्छ उहाँले चाहिँ के भन्नुहुन्छ दुईवटा कुराबाट चाहिँ म एकदमै उत्साही छु तिनैवटा ठाउँबाट